ल सबैजना एकछिन चुप लागिदिनु होला प्लिज, एकछिन चुप लागिदिनु होला। एकछिन चुप लागिदिनु ल। खोलाले कस्तो गीत गाउँदै रहेछ भनेर सुन्दैछ। यसले पनि गीत चाहिँ गाइराखेकै छ होइन। तल ल पानी बगेर गयो दुई खोली दोभाना, दुई खोली दोभाना भन्ने गीत गाइराखेको सुन्छु म। राम्रो सुन्नु त है। ल त्यही गीत हो। खुसी लागेको छ आज हामी के अरे श्रम गर्न आयो। हाम्रो श्रमदान जहिले पनि भइरहन्छ है, जहिले पनि भइरहन्छ। र त्यही अन्तर्गत आज पनि सोमबार परेको कारणले हामी आयौँ। आज 82 सालको असोज महिनाको 11 गते होइन। तपाईँहरूसँग श्रम गर्न पाउँदा म चाहिँ अत्यन्तै खुसी हुन्छु। तपाईँहरूलाई खुसी लाग्छ भन्ने मलाई लागेको छ। यो जुन ठाउँमा हामी आएका छौँ यो ठाउँको नाम चाहिँ पारिपट्टि चाहिँ कटारे भन्छ के अरे होइन। राम्रो बुझौँ है। बराक क्षेत्र नगरपालिकाको कटारे भन्छ पारिपट्टि। त्यसको वारिपट्टि हामी भित्तामा छौँ। यहाँनिर चाहिँ सबैभन्दा धेरै पाइप जलेको थियो परारको साल होइन, लास्ट इयर होइन, त्योभन्दा प्रिभियस होइन, इयर अघिल्लो साल होइन, गत सालको अघिल्लो साल चाहिँ हामीले पानी त जोडेर ल्यायौँ। त्यस पछाडि तपाईँको चाहिँ उता मैले अफिसमा व्यस्त भएँ अनि यहाँनिर चाहिँ डढेलो गएको। तलबाट हेर्दाखेरि देखिँदैन यहाँ डढेलो लागेको। बाटो तल छ नि त, अघि आउँदा थाहा भयो नि होइन। कति माथि आएको नि, हामी कुनाभित्र पर्छ यस्तो कोल्टे पर्छ। अब यतातिरको मान्छेले पनि हामीलाई खबर गरेन। अनि एक हप्ता पहिलादेखि यहाँनिर चाहिँ डढेलो लागिरहेको थिएछ। अनि एक्कासी हाम्रो कोका खानेपानी भाग 1 को पाइप मात्रै थियो त्यतिखेर। त्यसको पानी आएन। अनि के भएर आएन भनेर बुझ्न आउँदाखेरि चाहिँ यो टुक जलेको थियो है। यतातिर पुरै पाइप जलेको थियो। अनि त्यो जलिराखेको पाइपमाथि यसो बसेर फोटो खिचेको थियो नि, निकै भाइरल भएको थियो। त्यो माथि डाँडामा हो, यहाँ माथि डाँडा। त्यो अहिले भर्खर हामीले ढुङ्गा गऱ्यौँ नि, हो त्यहाँ माथि। त्यस्तो नहोस् भन्न खातिर अस्ति चाहिँ होइन, अस्तिको तपाईँको खडेरीमा चाहिँ हामीले अत्यन्तै ठुलो मेहनत गऱ्यौँ। त्यसमा मलाई साथ दिनुहुने श्रमदाताहरू होइन, दाजुभाइ दिदीबहिनीहरू सबैजना, अब एकजनाको मात्रै मैले नाम लिन चाहिन, सबैजना जो जतिले मलाई फायर लेन बनाउन सघाउनु भयो उहाँहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र उहाँहरूको सम्मानको लागि एकचोटि ताली बजाउँ। सबैले ताली बजाउँ नलगाउँदा, हामी ताली बजाउनु पनि लगाउँछौँ। थ्याङ्क यू। र यो चाहिँ हामीले फायर लेन भनेको चाहिँ आगोको अग्निरेखा होइन। उताबाट आउँदै गरेको माथि नै निभोस्, यताबाट आउँदै गरेको यतै निभोस्, पाइप नजलोस् भनेर चाहिँ हामीले उता माथि 10 मिटर, यता माथि 10 मिटर होइन, 20 फिट 25 फिट दुईतिरै चाहिँ होइन पुरै तपाईँको पत्कर सोहोर्छौँ क्या है। मेसिनले उडाउनेदेखि लिएर सोहोर्ने काम हामी गर्छौँ। र त्यो अत्यन्तै दुःखको होइन, अत्यन्तै गाह्रो काम फायर लेन बनाउन। यस्तै नै खालको त्यो काम हामीले चाहिँ नि गऱ्यौँ अस्ति। र त्यसले गर्दाखेरि अस्ति चाहिँ हाम्रो जलेन, कुनै पनि पाइप जलेन। डढेलो पनि त्यत्रो लागेन होइन, पहिला जतिको डढेलो लागेन। पहिला चाहिँ तमाम धेरै यहाँ निभाउँदैछ, उता कहाँ बराक क्षेत्रमा लाग्यो भन्छ, फेरि त्यहाँ गयो अर्को ठाउँमा लाग्यो भन्छ होइन। त्यस्तो किसिमले चाहिँ नि अब दुःख दिने मान्छेहरूले पनि दुःख दिएको होला त्यतिखेर। त्यो भने अस्ति चाहिँ हामीले चाहिँ नि होइन त्यत्रो साह्रो हामीलाई परेन। र अब यसपालि त हामीले चाहिँ नि 2टा पाइप लिएका छौँ है। यो पाइप जल्यो भने एउटा पाइपको मात्रै 7000 पर्छ, एक पिस पाइपको। त्यो पनि तल फ्याक्ट्रीमा पो होइन, यहाँ गाडीमा लिएर बोकेर लिएर यहाँ जोड्दाखेरि त त्यो 10,000 भन्दा धेरै पर्छ होइन र है। उकालो कस्तो थियो अघि होइन, उकालो कस्तो थियो होइन, रमाइलो खालको थियो। अब त्यसमा एकछिन नबोल्नु। त्यसमा चाहिँ तलबाट पाइप लिएर यहाँ जहाँ गाँच्नु पर्ने भनिसकेपछि त्यति धेरै तपाईँको छैन। हाम्रो यो ठुलो सम्पत्ति हो। अहिले त झन् जोडी छ, आगो लाग्यो भने जोडी जल्छ। पहिला त एउटा जल्थ्यो
यहाँ पर देख्नु पनि कालो लर्को, त्यो चाहिँ त्यो कालो माटो होइन, त्यो चाहिँ पाइप जलेर त्यो उ भएको क्या, परारको साथ। त्यस्तो नहोस् भन्न खातिर यसपालि हामीले अन्डरग्राउन्ड गर्दैछौँ। अब यहाँले देखिहाल्नुभयो सजिलो छैन, यो त अब सजिलो ठाउँहरू हो, भिर पाखा यस्तोहरू छ। तर जे जति सहज ठाउँ छ त्यसमा हामीले अन्डरग्राउन्ड गर्नै पर्छ भनेर चाहिँ हामी आएको छौँ। तर बिचमा अब विभिन्न विपद आयो होइन, कसैको बस्ती बचाइदिनु पर्ने, कता के होइन, कसैको तपाईँको चाहिँ होइन कुलो बचाइदिनु पर्ने, खेत बचाइदिनु पर्ने, यावत कुराहरू गर्नुपर्ने भएको कारणले होइन, भएको कारणले हामीले चाहिँ यसलाई नै कन्टिन्युटी दिन सकेनौँ। तर फेरि हामी पुनः आएको छौँ र आज दसैँ लागिसकेको छ, तथापि हामी चाहिँ एउटा ठुलो सङ्ख्यामा हामी यहाँ उपस्थित भएका छौँ। सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। हामी सधैँभरि काम गरिरहने मान्छे होइन, एकछिन ध्यान दिउँ, काम गरिरहने मान्छे होइन, हामी सधैँभरि काम गरिरहनुपर्छ। गफले देश बन्दैन, गफले देश बन्ने भए त म घरमै बसेर बनाउँछु, यहाँ आउँदिनँ, तपाईँलाई पनि बोलाउँदिनँ, नभेट्दा पनि हुन्छ। तर गफले देश बन्दैन होइन, कामले मात्रै देश बन्ने हो। काम भनेको अफिसमा पनि हुन्छ, फिल्डमा पनि हुन्छ होइन। म त श्रमबार मात्रै मैले देशको लागि काम गरेँ जस्तो लाग्छ। बिहान आएकोदेखि खटेको खटेकै खटेको खटेकै खटेको खटेकै खटेको खटेकै। मलाई बिसाको देख्नु भएको छ कहिले है? त्यो बिहान आएकोदेखि खटेको खटेकै खटेको खटेकै खटेको खटेको। यसरी खट्न पाउँदा मात्रै मैले चाहिँ देशको लागि केही गरेँ भन्ने आज मात्रै लाग्छ मलाई। हप्तामा क्या 7 दिनमा 1 दिन मात्रै मैले देशको लागि केही गरेँ भन्ने होइन। अफिसमा घुम्ने कुर्सीमा कलम चलाउनु त हुन पाउँदा कस्तो आनन्द लाग्छ क्या होइन। शरीरभरि आफ्नो देशको माटो होइन, यसो सुङ्छु कम त राम्रो बास्ना आउँदैन, पसिना र माटो। तपाईँ आफ्नो शरीर सुङ्नु हुँदैछ अहिले? यतिखेर तपाईँको शरीरबाट आएको बासना यो नै सबभन्दा महँगो, राम्रो बुझौँ है, यो नै सबैभन्दा महँगो र सबैभन्दा सुगन्धित अत्तर जस्तो तपाईँलाई लाग्न सक्छ है। हामी यो देशलाई माया गर्ने मान्छे, नबोल्नु होला त्यहाँ, नबोल्नु होला, नचल्नु होला। हामी यो देशलाई माया गर्ने मान्छे, यो देशलाई माया नगर्ने हो भने हामी यहाँ किन आइराख्नु? नआउँदा पनि हुन्छ है। पैसा छैन भन्छु म पनि बसिरहेको छैन नै है। जे गर्ने काम ठेकदारले गर्छ भन्दै बसिराख्दाखेरि हुन्थ्यो होला नि, तर हामीले त्यो गरेन। वर्षौं वर्ष मलाई सघाइराख्नु हुने दाजुभाइ दिदीबहिनीहरू पनि यहाँ हुनुहुन्छ, कोही नयाँ आजै मात्रै आएको पनि हुनुहुन्छ है। सबैजनालाई हार्दिक सम्मान गर्न चाहन्छु है। तपाईँहरूलाई सम्झिँदाखेरि साह्रै धेरै माया पनि लाग्छ क्या मलाई, कति धेरै साथ दिनुभएको। तर म मार्फत यो देशलाई तपाईँले साथ दिनुभएको हो, मलाई होइन है। मलाई त नदिँदा पनि हुन्छ, तर यो देशलाई तपाईँको खाँचो छ, यो खोला खोल्सीलाई तपाईँको खाँचो छ, यो वन जङ्गललाई तपाईँको खाँचो छ, यो ढुङ्गा र माटोलाई तपाईँको खाँचो छ। यो माटोसँग तपाईँको लप पर्नुपर्छ, यो ढुङ्गासँग तपाईँको लप पर्नु। तपाईँको ढुङ्गासँग लप परेको छ? तपाईँको यो रुख जङ्गलसँग लप परेको छ? मेरो चाहिँ लप परेको है, मेरो चाहिँ लप परेको। यो देशसँग लप पर्नुपर्छ, यो देशलाई प्रेम गर्नुपर्छ, माया गर्नुपर्छ। देशलाई माया नगर्ने मान्छेहरूको संख्या बढेको कारणले हाम्रो देशमा अहिले विदेशीका हालिमुहाली छ। हामी इमान्दार बन्नुपर्छ है, हामी सच्चा कर्म पौरखी बन्नुपर्छ। कोही कसैले फालेको जुठो हड्डी चुसेर आफ्नो पेट पाल्नु हुँदैन। हामी अरूले माथि गएर ठूलो भ्रष्टाचार गर्छ अनि अलिकति कमिसन फालिदिन्छ अनि त्यो फालेर खान्छु भन्नु र होइन। भुस्या कुकुरको पनि इज्जत हुन्छ हौ होइन, भुस्या कुकुर भन्दा तलको हो त्यो। त्यसले गर्दा त्यस्तो हामी बन्दैनौँ। म तपाईँहरू सम्पूर्णलाई भन्न चाहन्छु, इमान्दार नेपाली बन्नुहोस्, पौरखी नेपाली बन्नुहोस्, देशभक्त नेपाली बन्नुहोस्। त्यो देशभक्त नेपाली बनाउने अभियान हो यो श्रमदानको अभियान। यो चान्सुने अभियान एउटा चाहिँ यसो बेलचा र गैँती हल्लाउने अभियान मात्रै होइन है। तपाईँ जब श्रमदानमा आउनुहुन्छ तपाईँलाई माटोको माया लाग्न थाल्छ है, यो ढुङ्गाको माया लाग्न थाल्छ, यो देशको माया लाग्न थाल्छ। यो देशको माया लाग्ने मान्छे मात्रै देशभक्त हो। त्यसो भएको कारणले देशभक्त श्रमदाता
हामी सबै छौँ, हामी हजारौंको संख्यामा छौँ, लाखौंको संख्यामा छौँ होइन। अहिले तपाईँको चाहिँ देश विदेशमा हाम्रा शुभचिन्तक र समर्थकहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई आर्थिक रूपमा भए पनि सहयोग गरिराख्नु भएको छ। अहिले हामी गएर चाहिँ खान्छौँ खाना होइन, त्यो खाना पनि कोही कसैले हङकङ अथवा युके अथवा कहीँ कतै कतार दुबई कहीँ कतैबाट उसले श्रम गरेर उसको कमाइले होइन पठाइदिएको तपाईँको चाहिँ खाना हामीहरूले खान्छौँ। हाम्रो समर्थक भनेको धरानमा मात्रै छैन, नेपालभरि छ है, पूर्वदेखि पश्चिमसम्म देश विदेशमा हाम्रा समर्थकहरू। उहाँहरू सम्पूर्णको सम्मान स्वरूप एकचोटि ताली बजाएर हामी धन्यवाद दिन्छौँ। यो चिज हो, म यहाँहरू सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। अघि हामीले बिहान भन्यौं होइन, भोलि हामी यसो त्यहाँ मासतिर जान्छौँ भन्ने पनि छ। जाने भने 7 बजे आउनु होला है। हामी त्यहाँनिर चाहिँ मोटरसाइकल गाडी के हुन्छ जान्छौँ। सधैँभरि श्रम गरिरहने मान्छे यसो फोटो पनि खिचौँ भन्ने लागेको छ। भोलि 7 बजे हामी बिहान भेट्छौँ ग्रिन टीमा। आउने जतिले हात उठाउनु त 15-16 जना त भइगयो धेरै हुन्छ, धेरै है। आउनु होला, तपाईँहरूलाई स्वागत छ है। दुःख सुख यस्तै हो, जीवन हाम्रो सबैको यस्तै छ। म यहाँ सबैजना के भन्न चाहन्छु, हाम्रो धरती हाम्रो आकाश भन्नु त, हाम्रो धरती हाम्रो आकाश, हाम्रै परिवेश, हाम्रै परिवेश। श्रम गरौँ सबै मिली, श्रम गरौँ सबै मिली, बनाऊ यो देश, बनाऊ यो देश। देश आफै बन्दैन, देश आफै बन्दैन, गाली गर्दै अरूलाई, गाली गर्दै अरूलाई। हाते मालो गरौँ आजै, हाते मालो गरौँ आजै, सचाएर आफैलाई। श्रम गरौँ कर्म गरौँ, श्रम गरौँ कर्म गरौँ, कसको हेर्नु आस, कसको हेर्नु आस। विदेशीले बचाउँदैनन्, विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ, हाम्रो देशको साथ। यो देशको ढुङ्गा माटो, यो देशको ढुङ्गा माटो, यही देशको कर्म, यही देशको कर्म। देशमाथि उठाउन, देशमाथि उठाउन, आओ गरौँ श्रम, आओ गरौँ श्रम। रगत होइन पसिनाले, रगत होइन पसिनाले, रगत होइन पसिनाले, रगत होइन पसिनाले। जाऊ यो देश, बिजाऊ यो देश, श्रम रोपी लह लह, श्रम रोपी लह लह। फलाऊ यो देश, फलाऊ यो देश, हाम्रो धरती हाम्रो आकाश, हाम्रो धरती हाम्रो आकाश, हाम्रै परिवेश, हाम्रै परिवेश। श्रम गरौँ सबै मिली, श्रम गरौँ सबै मिली, बनाऊ यो देश, बनाऊ यो देश। म हुँ श्रमदाता, म हुँ श्रमदाता। सबैले भन्नुहोस्, जोडले भन्नुहोस्, म हुँ श्रमदाता। म हुँ श्रमदाता। हेर्दिन म अरूको आस, हेर्दिन म आकाश, बन्दिन म जिउँदो लास, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, बनाउँछु आफ्नो देश। हलो सारी जोतिन्छु म, हलो सारी जोतिन्छु म। तपाईँ आफूले आफैलाई हेर्नुहोस्, तपाईँ हलो जस्तो देखिन्छ है। हलो सारी जोतिन्छु म, हलो सारी जोतिन्छु म। मेरै देशको माटोमा, मेरै देशको माटोमा आत्मनिर्भर बन्छु म, आत्मनिर्भर बन्छु म। स्वाभिमानको बाटो, स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले। कसले मलाई के भन्छ, कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले, आशा हेर्नु छैन मैले। कसले मलाई के दिन्छ, कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ नि, होइन हेर्दा उही हो देश बनाउने, देश बनाउने। ऐना हेर्दा जो देखिन्छ, उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, आफ्नो देश बनाउनु छ। कसको आशा हेर्नु, कसको आशा हेर्ने। म हुँ श्रमदाता, म हुँ श्रमदाता। हो त्यो श्रमदाता हो। तपाईँ आफूले आफैलाई हेर्नुहोस् है। आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा भनेको के हो है। स्वाभिमानी बन्नुपर्छ। हामीलाई कसैले किन्नु हुँदैन, हामी बिकाउ हुनु हुँदैन, हामी कसैको डर धम्की र कसैको प्रलोभनमा बित्नु हुँदैन। यो देशको सच्चा नेपाली भएर हामी अगाडि बढिरहनु। बढ्नुहुन्छ तपाईँ? कहिलेसम्म बढ्ने? कहिलेसम्म बढ्ने? जीवनभर बढ्नुपर्छ, जीवनभर बढ्नुपर्छ, युगौँ युग बढिरहनुपर्छ है। हामी नै हो यो देश बनाउने, हामी नै हो देश बनाउने। सबैजनालाई
हृदयदेखि धन्यवाद दिन चाहन्छु। जय श्रमदान, जय श्रमदान, जय स्वाभिमान, जय स्वाभिमान, जय श्रमदान। जय श्रमदान। धन्यवाद। अब हामी हाम्रो औजारहरू बोक्छौँ ओर्छौँ र लाग्छौँ बाटो होइन। अगाडि बाटो जान्ने मान्छे अगाडि के अरे देख्ने मान्छे अगाडि हिँड्नुहुन्छ। सबैजनाले औजारहरू बोकेर जाउँ र तल नाचगाना के खाना खाने कुराहरू हुनेछ है। थ्याङ्क यू सो मच। धन्यवाद।